हेलो वेलकम टु माई न्यू ब्लग। के छ घौडे दाजुभाइ दिदीबहिनीहरू सबजना आराम हुनुहुन्छ नि? एकदम आज चाहिँ हाम्रो यता माथि फुलचोकीको हाइकिङ चलिरहेछ। यता हुनुहुन्छ सबजना अगाडि हेर्नुहुन्छ। म जाँदैछु, भर्खर सुरु भयो हाम्रो हाइकिङ चाहिँ। यहाँबाट हेरिरहेछौँ हामी माथि जानलाई। सब फ्यामिली मेम्बरहरू हुनुहुन्छ यतातिर, कोही कोही यहाँ टुरिस्टहरू पनि हुनुहुन्छ एक दुईजना। हामी चाहिँ यहाँको हामी नेपाली दाल भात मनपर्ने मान्छेहरू यतातिर छौँ। बाटो चाहिँ यस्तो छ यहाँ त हाइकिङ जानको लागि माथि एउटा टक्क त्यहाँ छैन। गर्मी भइरहेको, कान चाहिँ चिसो, जिउ चाहिँ गर्मी, नेक्स्ट लेभल जङ्गल छ यहाँ चाहिँ। ल हल्का घाम देखिनु थालिसक्यो अब त्यतिर घाम देखियो। जङ्गलभित्र छौँ नि त। गर्मी आए गर्मी पानी खान्छु म, हरायो भने ठाइन जस्तो छ। बाटोमै हानिदिने दामी छ। के हो यस्तो बाटोमा खाने हो? ल हामी आधी बाटोमा, यहाँ 8 किलोमिटर बाँकी अरे। ल 8 किलोमिटर बाँकी हामी माथि पुग्छौँ। 1 घन्टा 10-15 मिनट भयो। हामी 1 घन्टामा हामीले 50% चाहिँ हिँडेछौँ। हिँडेको छैन भन्दा पनि 1 घन्टा हिँड्यो भने अब 1.5 घन्टामा हामीलाई गोलामा डेस्टिनेसन पुग्छौँ भन्ने मलाई आश छ है। गर्मी चाहिँ गइल भयो, बिहान बाइकमा चिसो हुन्छ आयो। घाम पनि देखियो यतातिर आइपुगेपछि। र कस्तो भइरहेछ हाइकिङ यता कस्तो भइरहेछ? घाम पनि देखियो। 50% हामीले क्रस गऱ्यौँ। अब आधी बाँकी छ। हाम्रो पानी खाने कार्यक्रम हुँदैछ है। कस्तो रहेछ तिमीलाई बुवालाई? कागले कस्तो नराम्रो गाउँदो रहेछ माथिबाट। पानी चाहिँ माथिलाई नपुग्ला है। कसको बनाइरहेको छु? पुरा बनिरहेको छ पुरा। यस्तो खाँदै हिँड्न पाइए सहजवाल हो। उनीवाला चजबल खाएपछि पावर आउँछ होला। अब पुगे यत्रो मान्छेलाई बाँड्न हावा मात्र हुन्थ्यो। पुऱ्याउने घाटा पुरै
यहाँ पुग्नुपर्छ ल हामी चाहिँ यहाँ माथि आइपुग्यो है बल्ल त ल अनि कुस्ती गर्दै 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 फाइनल्ली आइपुगेर छाडियो लास्टमा सबसे 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 गाह्रो उसलाई भयो यति छिटो हिँडेर आएको नि यति छिटो हिँडेर आयो नि पुरै नभएर पनि लास्ट छिटो हिँडेर आएको यताबाट चाहिँ माथि जाने बाटो छ यताबाट गाइजहरू त्यहाँ आउँदैछन् पुरा हिँड्नु नसकेर तिनीहरू प्याक भएर भर्खर आइपुग्दैछन् हामी चाहिँ अघि नै आइपुगेको तर बाइक डल्लै छोडेर आएको लिएर आएको भएन भनेर चाहिँ माथि लिएर आएर मजाले एक्सक्युज मी कस्तो भयो तपाईँको अवस्था कस्तो भयो के छ अवस्था के छ आर्मी बोय ब्रिटिस आर्मी चाहिँ ऊ एक नम्बरको सबसे ठुलो ब्याग बोकाएर उसलाई ल्याएछ तपाईँलाई कस्तो छ तपाईँ आराम हुनुहुन्छ नि बोल्नु न अलि बोल्ने सास आइरहेको छैन अब ऊ त सबसे ओरिजिनल हाइक गरे मान्छे मलाई त सोध्नै परेन फुलचोकीमै आइपुग्यो है ठ्याक्कै त्यहाँनिर कस्तो भयो तपाईँको हाइकिङ एकदम बिन्दास मा बनेको रहेछ यहाँनिर हामी आज आउँदैछौँ त्यो फुलचोकी मन्दिर है पूजा होस् सबैको गरियो है बल्ल तल्ल यस्तो जाडो भएर नि नेक्स्ट लेभल चिसो हो नेक्स्ट लेभल कसैलाई भन्दिनँ ल म एकदम जाडो भएर छ सबलाई जाडो भएर खायो सबजना कोही खाइरहेछन् खाँदै हुनुहुन्छ यतातिर पनि खाँदै हुनुहुन्छ सबजना तर अघि आउँदा गर्मी भएको थियो अब जाडो भयो क्या फेरि एकदम जाडो भइरहेछ Hey guys, this is Susta Dawn. I'm Susta Dawn. Check my outfit. This is Susta Dawn, right guys? सासेको प्यान्ट Just shut up. 600को ट्राउजर 1200को हुडी अबे यो सुट भयो हे गाइस अब के भयो मलाई थाहा छैन त्यही पनि भन्न यहाँ दिस इज सुस्ता हैन तपाईहरु सबैलाई थाहा छ होला म धेरैचोटि क्यामेरामा देखिसकेँ अनि त्यसपछि हामीहरु चाहिँ अब हल्का हल्का घाम आइरहेछ घाम ताप्दैछ अनि म के मेन भ्लग
गाइस अब हाम्रो सकिसक्यो यिनीहरू हिँड्न नसक्ने मान्छे सबैभन्दा अगाडि आएर 2 घन्टा म आएर कुरेर बसेको गाइस बाइकमा आएपछि को छिटो आउँदैन तपाईँहरू आफै भन्नुहोस् त नो वे गाइस ओइ हामी यदि भ्लगर पनि हाल्यौँ भने त हामी के भिडियो बनाउँला यार यो मेरो दाइ चैते बाजार चैतमा बर्थडे छ कानमा मेरो टप लाएर हिरो बनेर बसिरहेछ ल हामी चाहिँ माथि आएर लगभग भ्याएर अब चाहिँ फर्किन लाग्यो म यता अगाडि आइसकेँ अरू त पुरा पछाडि नै छन् आएछ नि त्यहाँ टिकटक सिकटक बनाउँदै आइपुग्यो खुट्टा बहुत दुखिरहेछ अरू खुट्टा एकदम नेक्स्ट लेभल नै दुखिरहेछ यहाँबाट झर्न चाहिँ गाह्रै हुनेवाला छ है बहुतै गाह्रो हुनेवाला छ खुट्टा यस्तो दुखिरहेछ यो अम्ला यस्तो खाइरहेछ भित्र अगाडि सिन्चन गर्दाखेरि यत्रो यो सब ओह्रालो झर्नुपर्छ रमाइलो भयो ठिकै भयो यहाँ चाहिँ हिँडियो कोही नजर लोत नै हिँड्यो नेक्स्ट लेभल नै हिँड्यो आजको दिन ठिकै बित्छ तल झर्दा झर्दै झर्दै हुन्छ अब त जानु पऱ्यो बिचमा त चटपटे बनाउनु बाँकी नै छ चटपटे खानु बाँकी नै छ त्यहाँबाट झर्दै छ बिस्तारै हिँड्दै जाँदा तर हामीले के यो हाइकिङ आउनुभन्दा पनि यहाँ आउनुको लागि चाहिँ यो बाटो ठिक छ एकदम बाइकमै सरेर माथि आयो बाइक राखेर यहाँ माथि भनेको त्यही एउटा मन्दिर छ जस्ट त्यति नै हो अब आएपछि हिउँसिउ पर्ने टाइम भयो भने चाहिँ त्यो त्यतिखेर चाहिँ अलि यो यत्रो हाइकिङको पनि भ्यालु हुन्छ नभयो भने त त्यस्तै हो केही छैन अरू त तल हेर्नु त सब तल लागेर केही देखिने रहेन रहेछ यतिखेर यो टाइममा केही देखिने होइन अब अहिले भनेको यहाँ हाइकिङ गऱ्यो हिँडेर यत्र आयो गयो मन्दिर यसो दर्शन सुरु गऱ्यो त्यसपछि वापस फर्क्यो अरू त के हुने हो र